यो हरियो खेत आज शान्त देखिन्छ, तर यस शान्तताभित्र एउटा गहिरो कथा लुकेको छ। यी दुई स्टर्कहरू आज आफ्नो प्राकृतिक घर जलाशय र सिमसारबाट धेरै टाढा आएका छन्। उनीहरू यहाँ रमाइलो गर्न आएका होइनन्, उनीहरू यहाँ बाँच्न आएका छन्। कहिलेकाहीँ हामीले विकासको नाममा सिमसार क्षेत्र सुकायौं, फोहोरले पानी प्रदूषित गर्यौं र चराहरूको थाल खाली बनायौं। कहिलेकाहीँ हामीले विकासको नाममा सिमसार क्षेत्र सुकायौं, फोहोरले पानी प्रदूषित गर्यौं र चराहरूको थाल खाली बनायौं। पानी हराएपछि माछा हराए, माछा हराएपछि यी पखेटाधारी पाहुनाहरू माटोसँग सम्झौता गर्न बाध्य भए। मानिसले बनाएको खेत आज उनीहरूको आश्रय बनेको छ। यहाँ किरा छन्, साना जीव छन्, जसले आज यी स्टर्कहरूको जीवन बचाइरहेका छन्। प्रकृतिले सधैँ दोस्रो बाटो खोज्छ र यी स्टर्कहरूले हामीलाई एउटा सन्देश दिएका छन्। यदि तिमीले हाम्रो घर जोगायौ भने हामी पनि तिम्रो संसार सन्तुलित राख्नेछौँ। सिमसार जोगाऊँ, पानी बचाऊँ र मानव र प्रकृति बीचको हराएको सन्तुलन फेरि फर्काऊँ।